हेलो हाई नमस्ते म सन्दीप राई फेरि पनि स्वागत छ तपाईहरुलाई हाम्रो यस युट्युब च्यानलमा न्यू भिडियोको साथमा आइसकेको छु साथीहरु। म चाहिँ भने अब भेडा छेक्नु जाँदैछु। हाम्रो भेडा चाहिँ आज डोला थियो अनि म चाहिँ जलजले ढुङ्गा गाडे सायद कहाँसम्म पुग्छु जानु चाहिँ जान्छु हेर्दै गर्नु होला साथीहरु। म चाहिँ अब बाटो लाग्न लागेको के कस्तो रहन्छ तिमीसम्म हेरेर साथ दिनु होला है त भन्दै अझै बाटो लाग्नु लागेको। असिमले चाहिँ गुडमै बस्छ यहाँ उनीहरु पनि सुकाउनु पर्ने छ। सिमलाई चाहिँ अहिले सुत्रिरहेको छ मैले भाइलाई चाहिँ देखाउनु चाहिँ हैन किन डिस्टर्ब गर्ने भन्ने भयो नि त। अनि अब म चाहिँ हिँड्नु लागेको साथीहरु। अब म चाहिँ बाटो लागे है साथीहरु। हाम्रो बाटो सबै भाँचिरहेछ यसलाई मेन्टेन गर्नु भन्छ बनाउनु भन्छ है। आज मौसमको कुरा गर्नुपर्दा चाहिँ एकदमै घाम लागिरहेको छ। म चाहिँ जाँदैछु हेच्चा ट्रेलको बाटो जाँदैछु म चाहिँ। नौ खोला आइपुगिसक्यो साथीमा चाहिँ साथीहरु। नौ खोला भेडाहरु चाहिँ साथीहरु गइसकेको छ। यसै पहिलो चाहिँ देखिन्छ पुगिसक्यो है थाहा छैन। भेडा चाहिँ जान्छ साथीहरु बाटो गएको छ है कहाँसम्म गएको छ थाहा जाँदैछ जाँदै चाहिँ। गयो भने भन्ने कुरो रास गएछ रास। घोडाहरु चाहिँ यतातिर रहेछ साथीहरु। एउटा चित्तको पनि रहेछ है।
साथीहरू यिनीलाई नै हल्का ढल्काइराख्छु म चाहिँ अनि उतै नै जानेछु के यस्तो डुबिसक्यो म चाहिँ जलजले सिममै बेच्छु साथीहरू यहाँको हरियो भनेको चाहिँ हरियाली चाहिँ यही नै हो सिम छ यहाँ पछिसम्म हरियाली चाहिँ यहाँ रहन्छ भेडाहरू चाहिँ फर्किँदैछ फर्काइराखेँ मैले यस्तोबाट छिर्छ नि त अहिले बर्खा सिजनमा चाहिँ यताबाट पनि पानी बग्ने गर्छ है हिउँदोमा चाहिँ बग्दैन भेडा चाहिँ कटेको छ यता पनि कट्नु चाहिँ ढोल्याक्क एउटा आएछ है पहिलो जाँदैछु अब उतै मेरो चाहिँ अब यहाँदेखि भेडा कहाँसम्म भेटिँदैन त्यहाँसम्मको यात्रा हुनेछ है साथीहरू साथीहरू म चाहिँ ढुङ्गा गाडे भन्ने ठाउँ आइपुगिसकेँ ढुङ्गा गाडे भन्ने उल्लुमा भेडाहरू चाहिँ यता चाहिँ छिरेको छ जस्तो चाहिँ अहिलेसम्म छैन है गर्मीले तताएर गएको गऱ्यो भनेर म चाहिँ उतै जाँदैछु जान चाहिँ फोक्टेतिरसम्म हिँड्नु पनि एकदम घाम लागेर अल्छी लागिरहेछ कि साथीहरू यस्तो घाम लागेछ कि यस्तो घाम लागेछ घाम लागिरहेछ कि चौडीहरू मात्रै देखिन्छ साथीहरू यता चाहिँ भेडा आएको छैन जस्तो छ देखिँदैन है लौरे चाहिँ देखिँदो रहेछ यहाँदेखि लौरेहरू
हाम्रो चौधरीहरू मात्रै रहेछ साथीहरू होइन कहाँ बसिरहेछ माउ बच्चाहरू सबै सुतिरहेछ एउटा यहाँ माउ बच्चा सुतेको उठो बच्चा नाच्यो उठो कान्छी सानो कान्छी रहेछ झ्या कान्छी गर्बिली फ्याफे भइरहेछ सानो यतै बस्नु पर्ला जस्तो छ एकछिनमा चाहिँ थकाइ मार्दैछ साथीहरू यहाँ चाहिँ चिल नाचिरहेछ होइन तर गोफ्रोले तान्दै थिएन ल हौ धेरै बसियो डाँडामा यार लगभग म चाहिँ 2 घन्टा जति बसिसकेँ साथीहरू डाँडामा चाहिँ म चाहिँ फुक्रेसम्म जानु पर्यो भनेर अब जाँदैछु साथीहरू निन्द्रा पनि मलाई चाहिँ एकदमै निन्द्रा लागेको भएर फ्रेस हुनलाई पनि अनि प्लस परतिर भेडाहरू पनि गयो कि भनेर जाँदैछु Shalom. ल साथीहरु प्लस हामीले चाहिँ म चाहिँ यहाँ प्लस पुरा समय पुगिसक्यो यतासम्म भेडाहरू पनि देखिरहेको छैन है तपाईहरुलाई एउटा कुरो देखाउँ भने मनमा आयो अनि त्यही भएर मैले चाहिँ क्यामेरा चाहिँ यता ढल्काएको छु है यो डाँडा देखिएको चाहिँ मेरो अम्लाले यो डाँडा चाहिँ ठाम डाँडा भन्छ यहाँ पनि टिम्मा गाउँ रहेको छ अनि यो डाँडादेखि अलिकति यो पल्लो डाँडा चाहिँ नुङ्ग्रे टेम्मा भन्छ है नुङ्ग्रे त्यहाँदेखि उद्धो चाहिँ म हिउँदोमा गोठाला गर्ने ठाउँहरू हो यो देखिएको एरियाहरू चाहिँ यो कालो वनहरू चाहिँ म गोठाला गर्ने जङ्गल हो साथीहरू है अन्त मैले देखाउनु मन लाग्यो टक्का लगाएर यहाँ पारि चाहिँ हाम्रो गाउँदेखि पारिपट्टिको गाउँ खम्बुखा त्यसै गरेर हाम्रो टेम्केमै गाउँपालिकाको एक वडा नम्बर 1 को रिम्चिङ टिम्मा पाङखाङ सावा फुङ्ला खम्बुखा सुम्लिखा छ है तर यो गाउँहरू चाहिँ पुरा देखिएको छैन रिम्चिङ टिम्मा पाङखाङ खम्बुखा सुम्लिखा 4टा गाउँ चाहिँ देखिरहेको रहेछ यहाँदेखि
त्यो पनि देखाउनु मन लाग्यो तपाईँहरूलाई। अनि र यता चाहिँ अब टन्नै गाउँहरू देखिरहेछ है, छिनामखु अन्नपूर्णहरू अरू त्यो भित्र रहेको गाउँहरू त अब के हो के त्यो चाहिँ थाहा छैन होइन। अनि म चाहिँ एउटा आइपुगिसकेको छु साथीहरू, यहाँ म चाहिँ फोक्टे भन्ने ठाउँ आइपुग्न लाग्यो होइन। त्यहाँ चाहिँ हाम्रो खगिन्द्र दाईको भेडागोठ थियो, लग्यो कि छ भने चाहिँ म त्यता एकछिन बसेर फर्किनेछु, नत्र चाहिँ तु तत्कालीन रीति जाने बैशाखो के गरौँ म घमण्ड। यहाँबाट चाहिँ बुढोको गोठ सारिसकेछ होइन। म पनि अब चाहिँ यहाँभन्दा अगाडि चाहिँ बढ्दिनँ साथीहरू, फोक्टे भन्ने ठाउँ चाहिँ म आइपुगिसकेँ। अनि त्यस्तै भएर अब म यहाँदेखि चाहिँ फर्किँदैछु साथीहरू थक्क लागेर। ल है साथीहरू, म चाहिँ फर्केर ओर आइपुगिसकेँ। यो ठाउँमा घरि बादल हराउँछ, घरि म हराउँछु होइन, त्यस्तै भइरहेछ। अब चाहिँ म बिस्तारै बिस्तारै गोठ फर्किँदैछु। भेडाहरू पनि आज चाहिँ यता आएनछ, जलजलेतिर अलिअलि थियो होइन, त्यो भेडाहरू अघि फर्काइराखेँ मैले। अनि त्योभन्दा उपरान्त चाहिँ अरू आयो जस्तो चाहिँ लागेन, किनभने यता भेडाको पहिलो पनि छैन होइन। र यहाँ पर दाईको गोठ थियो, त्यो दाईले पनि गोठ सारिसक्नु भएछ। अब हामी पनि बिस्तारै बिस्तारै सर्छौँ होला साथीहरू। ल यो बादलहरू कता चाहिँ हिँडेको होला त, कहाँसम्म पुग्छ होला यो बादल बस्ने ठाउँ, कहाँ होला होइन। निलो आकाश छोडेर निलो आकाशलाई छोप्दै छोप्दै जाँदैछ बादलहरू। ल ल ल ल ल ल ल। ल साथीहरू, म चाहिँ भेडाहरू हेर्दै हेर्दै निकै वटा आइपुगिसकेको छु। यता रहेछ सबै जस्तो गाईहरू त नाम सुनेको त। म चाहिँ मुक्दुमको बाटो छोडेर माथिल्लोपट्टिबाट जाँदैछु, उहाँ भेडा यतापट्टिबाट छिरो भनेर, तर छिरिरहेको रहेछ है साथीहरू। ए फेरि 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 टुटिरहेहालेछ नि, एउटा लागेको छ साथीहरू। ल है उफ, म चाहिँ क्राउन हानेर फर्किँदैछु, गाह्रो छ नि त मलाई। ल साथीहरू, म चाहिँ फर्केर जलजल आइपुगिसकेँ। भेडाहरू
माथि जाँदैछ यहाँबाट मैले लगाएँ अलिकति पठाउँदै आइराखेको थियो फर्काएँ म पनि फर्किँदैछु प्लस होइन यो दामी लाग्छ कि यो चिप चाहिँ मलाई यो भ्यू चाहिँ मात्र तिनीहरू निक्लिन्छ होला निक्लिनु चाहिँ म चाहिँ सट्ट लागेर म गोठ जान्छु होला सर जस्तै साथीहरू अझै गोठमनतिर सिँढीमा आइपुगिसक्यो साथीहरू मेढाहरू चाहिँ त निक्लेको छैन यार कता कट्यो कि क्या हो म चाहिँ गोठ नजिक आइपुगिसक्यो साथीहरू सट्टो लाएर गोठ आइपुगिसक्यो साथीहरू ल कति निक्ल्यो त भेडा पाठाको माउहरू चाहिँ भर्खर निक्लिँदैछ